So good morning guys, आज चाहिँ हाम्रो साथीको बर्थडे सविताजीको। सो हामी अहिले चाहिँ जाँदैछौँ अफिस त जानै पर्यो। आफ्नो पिताश्रीको छैन आराम गरेर खानुपर्छ भनेर छ। बेलुका चाहिँ पार्टी सार्टी हालिन्छ होला। आज ती दिन चाहिँ मस्त खुलेको छ है। हिमालहरू पनि मजाले देखेको छ। I love this today's weather. राम्रो देखेको अहिले फुल मार्केटमा आइसकेछ। म्याजुले पनि यो लैजानु त्यो लैजानु भनेर हैरान पार्छ एज यु नो मन्दिरहरू जाँदाखेरि। हुन त उहाँहरूको व्यापार हो है, तर पनि ओ माई गड बर्थडे गर्ल हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ अहिले मन्दिर जाँदैछौँ। अब हामी फुल किन्दैछौँ भन्न त पर्दैन होला, मन्दिर जाँदा फुलै लिएर जानु। तो आजको भिडभाड चाहिँ चेन्ज त छ होला। हामी सँगै हौ दिदी, पर्दैन। साइनिङ लाइक ए स्टार। हामी मन्दिर आइसकेको छौँ। यहाँ त लगेपछि राम्रो ब्रस पनि खेलेको रहेछ। This is Vindhyavasini. The view from here so beautiful, beautiful. आज मङ्गलबार भएर खासै भिडभाड चाहिँ नरहेछ है। भाग्यवश आज मङ्गल चौथी परेको रहेछ अन हर बर्थडे। यहाँनिर चाहिँ ठुलो पूजा हुँदैछ, मङ्गल चौथी पूजा। जैनको मन्दिर
लक्ष्मी नारायण, श्री राधा कृष्ण, श्री सीताराम। भगवानले त आफ्नो नामको अगाडि श्रीमतीको नाम दिएन भन्ने रिसाउनुहुन्छ। एक जो हामी मान्छे छौँ, श्रीमानको नाम अगाडि दिनुपर्छ हाम्रो चाहिँ। Why so? That's why we are human maybe. Respect women like God did. यता बस्नु त साथी चाहिँ चम्माउँदै गरेको उता कस्तो राम्रो फुलेको छ फुल मङ्गल चतुर्थीको नै भने होइन मङ्गल चतुर्थीको चौथीको पूजा हुँदैछ। The view is just wow guys. View is so beautiful, so elegant. दौडिनु छोरी जागिलो भयो। So अब चाहिँ हाम्रो पूजा सकिसकेको छ। मेरो खुट्टाले आज धोका दिँदैछ किन हो यहाँ हेर न तिमीले गुराँस देख्यौ त्यहाँनिर ऊ गुराँसको बोट फुलेको पनि छ नि ऊ देखेन ऊ त्यो सानो बोट देखेन यहाँनिर यो यहाँनिर चाहिँ गुराँस फुलेको छ एउटा। सो अब चाहिँ हामी फर्किसकेको छौँ मन्दिरबाट। हामी चाहिँ केक दिन आइसकेको छौँ सुविधाजीको लागि। बर्थडे गर्लको लागि सेटअप अलमोस्ट रेडी भइसकेको छ तर बर्थडे गर्ल चाहिँ गायब भएको अवस्था। हाम्रो टिकटक चल्दैछ गेस्टहरूको। हाम्रो अदर गेस्ट पनि आइसक्नु भएको छ। हेलो बुन्डु हेलो बुन्डु हाम्रो काले दाईको पनि कारवासको दाईको पनि बर्थडे परेको भएर उहाँको लागि यो केक चाहिँ मेरो तर्फबाट ह्यापी बर्थडे दाई। ओए मर्न लागिसक्यो मर्दैन होला तर यो म्याजिक क्यान्डल होला है होइन लाइटर बोलेर आउनु ह्यापी बर्थडे टु यु मर्दैन ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर काले दाई ह्यापी बर्थडे टु यु ल काट्नु लाइटर खोइ योले यो बालिदिनु त एउटा यो कति इयर्स हुनुभयो? 47 अर्को साल बिहा गर साथी कुमार नबस यताकोमा त छैन
जड़ै बाले है कसम Happy birthday to you. Happy birthday to you. Happy birthday dear Khaleda. Happy birthday to you. Lagadu. Make a wish. Make a wish. त्यसको अर्को साल दुईटा बच्चा होस् ल मोन्टेसरी ल साथीलाई खान दिनुस् समय दिन समय मजाले बधाई छ 1 इयर बुढो हुनु भएकोमा 37 हो र हैन होला बिचारा नबढाइदिनु न यङ पहिला हजुर खानु थोरै नाइस खानु ल बाडेर साथीको नि काट्न हो फेरि आऊ न अब काट्न लागो बादरहरू सहिले बादरहरू ह्यापी बर्थडे हो केकाहरू छ ए म फोटो खिचिदिन्छु ल आउन सबिता मिस ह्यापी बर्थडे टु यु Happy birthday to you. माथिबाट भुर्र गर्ने हो जिन्न मन गर्छु एउटा के दिनु त हैन किन नभए अल तल आइसक्यो मेरो यहाँ मिल्दैन मेरो थोडा दिन्छ ल भयो यार थ्याङ्क यू किन हो त नि लगाएको थ्याङ्क यू मैले मोबाइल कहाँ राखेँ थ्याङ्क यू ओए तिमीलाई मैले के हेलो हेलो गाइज आज चाहिँ हाम्रो साथीको बर्थडे छ अनि यो माइक चाहिँ मैले फर्स्ट टाइम युज गरेको हो सो थ्याङ्क यू अहिले एकछिन ल हामी त गिफ्टै छैन है यसो गरिब भन्नु मिल्दैन यहाँ डेकोरेसन गरेको छ मैले आउनु हजुर दिदीको ओए ल थ्याङ्क यू ल तपाईँ गिटार बजाउँछु भन्नु त्यो बजाउँदैछु ज्यामिङ हान्नु एकछिन ओ दाइ बाबु आऊ बेबी नानी आऊ दाइ आउनु
लौ बेबी ह्यापी बर्थडे टु यु तिमीलाई अन्त बर्थडे लाग्ने त Happy birthday! Thank you guys. Thank you. Yeah. आउनु दे. दे आउनु. Happy birthday to you. Dai please मार्नु नगर्नु है ल. हजुर दादा खाजा दाइले गर्दै गयो दाइ प्लिज. दाइ प्लिज भयो कि भइसक्यो म यत्रो बेर सम्झेको बोलाएको ल मलाई लाग्छ नि अहिले टेकी दाइलाई बोलाइदिनु है जीवन दाइलाई बोलाइदियो त तब म हजुरको यस्तो अनुभव सोध्छु है म यस्तो अनुभव सोध्छु है कति हो त्यो चाहिँ नभन है धन्यवाद ल नबोलाऊ है ल मेरो साथीको बर्थडे छ देखाउनु पर्यो नि ऊ चाहिँ ठ्याक्कै नखोलाऊ उमेर चाहिँ नखोलाऊ डट डट जन्मोत्सवको हार्दिक शुभकामना सबभन्दा पहिला धन्यवाद हजुरलाई धेरै धेरै अनि प्रश्नको लागि धन्यवाद प्रश्न गरिसकेको छैन ल एकैछिन प्रश्न गरिसकेको छैन सर्वप्रथम त अब हजुरहरू आइदिनु भयो मेरो बर्थडेमा अब यही स्पेसल बनाइदिनु निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद आई रियली एप्रिसिएट इट आइदिनु भएकोमा नि धेरै धेरै धन्यवाद अनि कस्तो लाग्दैछ हजुरको त मेकअप त आमामा आज त खतरै कुन चाहिँ पार्लरबाट पार्लर त म आफैले गरेको हो नर्मल यस्तो वाउ यो अनि वाउ यो मेकअप अनि यो आउटफिट वाउ जस्ट वाउ आई वान्ट टु से वाउ कस्तो लाग्दैछ हजुरको बर्थडे आज थ्याङ्क यू सो मच एकदम रमाइलो लाग्दैछ साथीहरू भएर पनि एकदम खुसी छु होइन अनि अरू त के भनौँ र के भन्छ अरे अलि दाइहरूले चाहिँ यस्तो देखेर म कस्तो देखेछु मलाई थाहा होइन बल्ल यो हो के भाइब्स एकदम बर्थडे भाइब्स आइरहेछ थ्याङ्क यू ल थ्याङ्क यू है त ल लास्ट डे एकदम धेरै शुभकामना है त जन्मदिनको सबिता मिस ह्यापी बर्थडे टु यु थ्याङ्क यू सो मच नमस्ते ह्यापी बर्थडे कस्तो मनाउनु भयो ओके अब चाहिँ हाम्रो बर्थडे पार्टी चलिरहेको छ हाम्रो हार्डवर्किङ दुईजना ब्रदरले चाहिँ के खानु भन्नु पनि मान्नु हुँदैन ठिकै छ हाम्रो चिकन पनि आइसकेको छ पार्टी हो रहा है ये हमारी बर्थडे गर्ल है इनकी बर्थडे है और हम पार्टी कर रहे हैं और को स्पेशल डिश क्रिस्पी चिकन चाहिँ रेडी भइसकेको छ बर्थडे गर्लले धमाधम खाँदै बर्थडे गर्लको हालत चाहिँ खराब छ Party is still on, guys. मेरो मन नौनी जस्तो मेरो मन चिर गयो आजको बर्थडे के कस्तो भयो यसो समरे भनिदिउ न त बर्थडे गर्ल यहाँ उपस्थित सबैजनालाई धेरै धेरै धन्यवाद उपस्थित स्पेसल्ली चाहिँ सबैजना स्पेसल हुनुहुन्छ आइदिनु भयो अनि यही भइदिएको एकदम खुसी मानेर अनि राम्रो गरेर मनाइदिनु भयो एकदम आभारी छु त्यसको लागि
धन्यवाद त्यसको लागि होइन। ल आजलाई चाहिँ अब घर जाऊँ होला। बर्थडे अब राम्रै भयो। धन्यवाद। You are also very के अरे lucky girl. एकदमै रमाइलो। अर्को वर्ष बर्थडेमा फेरि भेटौँला भन न। ओके गाइस, त्यसैले हाम्रो आजको बर्थडे भ्लग चाहिँ हुन्छ। धन्यवाद। Keep watching my YouTube channel and keep subscribing, supporting us.